Hello family, welcome back to my channel again. फेरि पनि म आइसकेको छु मेरो नयाँ भिडियो लिएर। सो यहाँ त्यही नै हो। अनि आज चाहिँ मैले के गर्ने छु, कता जाने छु भनेर मैले हजुरहरुलाई देखाउँछु। अनि म चाहिँ अहिले ठुलो मम्मीको घर छु। मम्मी र म भएर आएको। अनि यहाँ यसो हेरौँ है यहाँ के छ भनेर। है त लेट्स गो। हाम्रो मम्मी फेरि पड्काउने चिज त देख्नै हुन्न, जे देखे नि पड्काकै हो। यहाँ त नि यस्तो छ, यहाँ फुलहरू हो, यहाँ चाहिँ हाम्रो स्कुटर छ हेर्न सक्नुहुन्छ। अब यतातिर जाम है त। आयो नि डेन्जर हो के फेरि। 1 2 3 गाइजहरू लिची ठुलो दाइले हिजो आयो लिची सकियो भन्नुभएको थियो, तर यहाँ होइन, यहाँ लिची अझै पनि छ। झुन्डेको अन्त यहाँ झुन्डेको यहाँ गाई झुन्डेको अलिअलि छ, त्यस्तो धेरै त छैन। त्यही पनि भ्याइयो लिची सिची। मम्मी यहाँ टिप्दै खाइयो नि, टिप्दै खाइछौ टिप्दै खानु भयो। अब म पनि खान्छु त गाइज। जब अब यहाँ ल गाइस लिची चोटे खान त मजा आउने रे। उठेरमा भ्याइसक्यो कि खास छैन। कुनवाला टिपम निस्किन पर्छ। हेर्नुहोस् अब चाहिँ हामीहरू खैरातिर जानु लागे उता मामा घरतिर। त्यही हो, यो डेडीले हामीलाई फेरि यो गफ हानेको नि त। भर्खर यो डेडी आउनुभयो, मैले अब यो डेडीको थोपडा देखाइदिन्छु है। ओ डेडी, हजुर यहाँ लिची सक्यो अन्त होइन, त्यहाँ लिची छ खै, यता देखाउनु त थोपडा हजुरको। खै त हेर्नु त हजुरलाई, यस्तो देखाऊँ हजुरलाई। यहाँ जनताले हेर्न चाहन्छन् तपाईँलाई, जनताले तपाईँलाई हेर्न चाहनुहुन्छ। जनता यता देखाइदिने गरे यता पनि। ल गाइस अब चाहिँ हामीहरू जानु लागे त्यो यसो गाउँघर हेरेर आउँछौँ के भइरहेछ उता भनेर। ल मम्मी बस्नुहोस्, मम्मीले भिडियो गर्नुहुन्छ है त कि मैले नै गर्नु थाहा छैन। जे हुन्छ गइहालौँ त, ढिलो हुन्छ फेरि अहिले। ल बाई बाई।
उतै गएर भेटौँ है त गाइज बाई बाई ल गाइज अब हामीहरू आउन लागिसके नफलेको हो कि के हो थाहा भएन रात रात उतातिर चाहिँ चेरी खान मन लाग्ने मान्छेहरू यो म फेभरेट हो कि यो चेरी फेरि खुब खान्छन् यता नि खाइछिन् यता नि खाइछिन् खाएकै छ जिन्दगीमा के नै छ र खानेको हो न मिठो हो मम्मी ल गाइस अब एकछिनमा देखाउँछ है त तपाईँहरूलाई यता मकै बारी छ अनि हेरौँ चेरी फलेको गाईहरू कति धेरै रहेछ कि कस्तो हुन्छ र म त ल खानु त नमिठो यार यहाँ मम्मीले यहाँ टिपेर फेरि यहाँ देखाउने गरे क्या मम्मीले फेरि यहाँ चेरी के खाने हो र खासमा सबै तपाईँ त चपाउनु हुन्न है यो भित्र गेडा खाएको कि बाहिरको त खाएको छैन किन खै खै गरे आँपको बुट्टा गाइछ अहिलेको पालो त किन हो र आँपै फले होइन यार नमस्ते भाइजू हजुर भरे आएको माइजू लगायत आँपहरू खसालिँदैछ हामीले अहिलेको बेला खास चाहिँ आँप रहेन त त्यो गाई हामीले आँप खसाले हम एठुन मम्मीले कलेक्ट गरिरहनु बुङ्गुर भाग्दैन भाइजू ऊ त बुङ्गुरको त खोर त वाङ्गै है मम्मीले चाहिँ यहाँ खसाल्नु भयो होइन नि कति बज्यो अहिले मलाई ढिलो होला ल ल ल ल ल कति भयो र हुन्छ होला नि त्यति त खैदिया अन्त ठुन मम्मी अब
बुटन लाग्यो गाइस। एउटा 4-5 वटा गिरेको थियो कि कता गयो हान्ने बित्तिकै 4-5 वटा थियो के 4 पाटोमा कतिवटा पाउनु भयो र? 3 है र 4वटा पाउनु भयो र एउटा के यहाँ रहेछ एउटा भयो यति नै होला। एउटा कतातिर थियो प्लास्टिक लिनु त झोला लिनु त गर्मी ल ओहो इन भयो या त सानो सानो हो जाम के कविता आप टिपेर हिँडे के बोले गाइस अनि लिची त रहेन त कि टिपेको कि के थाहा भएन क्या यहाँ लिची यति हो अहिलेको अरू केही भएन। यहाँ मम्मी चढ्नु भयो बुटामा। हाम्रो बाउले लिची रोप्दै थिए हामीलाई खानलाई भन्छ बाउ नभए नि बाउको याद दिलाइदिन्छ। एउटा टिपेको चाहिँ एउटा टिपेर बुटै फुत्कियो कि ल टिप्नुहोस् अलि कस त्यही गर फेरि टिपेर नभाग्यो यत्रो तान्दिसकेपछि त ओ माटो अझै तल गर्नु त ऊ गरेको होर्क्यो ऊ त गर्नु तपाईँले आफूले नगर्नु काँचो छ छोडिदिनु म यहाँ छु लिची त्यहाँ छ अनि मलाई छोप गरेँ छोप गरेँ त यो ठुलो मैले केही गर्न नजान्ने
खानामा त सक्नुहुन्छ हाल के भयो मम्मीको भाग मम्मीको भाग लिची एक झोला लिची लाग्यो त्यो खाँदै पनि हुन्छ यता हेर्नु न अब चाहिँ हाम्रो अब हामी आधी जानु लाग्यौँ लगाइ ल जाऊँ अब ठुलो घरतिर गएर भेटौँ कि घरै गएर भेट्छौँ कि क्लासको ड्युटीमा गएर भेट्छ थाहा आएन ल बाई बाई 1 hour later. लिची आयो लिची यो चाहिँ हाम्रो घर बुवाले रोपेको लिचीहरू हो अब बुवालाई सब्जीले खान्छौँ हामीले ल गाइस अब म चाहिँ लाग्यो अब कामतर्फ यहाँ मम्मीले चाहिँ यहाँ लिची बनाउँदै छिन् भेट्न फ्याँक्दैछन् ल मम्मी म गएँ बाई बाई डेजी आऊ यहाँ चाहिँ मेरो डेजी छ जाऊ के हुन्छ कि पर्दैन ल म गएँ बाई बाई अब म यहाँ चाहिँ स्टुडियोको बाटो देखाउँछु हाम्रो दिदीहरू पनि आइसक्नु भयो यहाँ दिदीहरूलाई यति माया लिची ल्याइदिएको थियो कि यहाँ दुईटा दिदीहरूलाई अब खुशी कभी गम तारा रम पम पम हंसो और हंसाया करो ला 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 गाइज हामी नास्ता खाने टाइम भयो कविताले खाँदैछिन् यो हो मामा यो हो विङ्स अब चाहिँ हामीहरू घर जानु लाग्यौँ छिटो आऊ छिटो